हेलो एभ्रिवान, इट्स मी सन्ध्या। आज चाहिँ मैले नयाँ ब्लग लिएर आएको छु। त्यो चाहिँ सिन्धुलीगढीको, यो चाहिँ अस्ति कलाकार गएकै दिन गएको, त्यही भएर त्यसको पार्ट 2 हो। अनि हामी चाहिँ सिन्धुलीगढीको टिकट काटेर अनि भित्र छिरेका थियौँ। अनि भित्र छिरेको एकछिनमै यो खेल्ने कुरा आएको थियो। अनि हामी चाहिँ निकै रमाइलो गर्दै चिप्लेटी पिङ के खेलेर बसिरहेका थियौँ। मलाई चाहिँ यो खेल्दा आएर आफ्नो सानो बेलाको याद आयो। म चाहिँ सानो बेलामा स्कुलमा अनि 10 बजीदेखि क्लास हुन्थ्यो नि त। अनि म यो चिप्लेटी के खेल्न भनेर अनि म छिट्टै जान्थेँ कि। अनि मलाई त्यही याद आइरहेको थियो। भन्छन् नि हामीले चाहिँ आफूभित्रको बालापन चाहिँ सधैँ राख्नुपर्छ अरे, किनकि यसले चाहिँ हामीलाई ह्याप्पी बनाउँछ। अनि हामी चाहिँ सानो बेला सम्झिँदै गफ गर्दै अनि यहाँ पिङ खेल्दै थियौँ। म चाहिँ पहिला सानो साथीहरूसँग खेल्थेँ। मेरो सानो बेलामा अहिले चाहिँ ठुलो भएपछि नि साथीहरूसँग खेल्न पाउँदा निकै रमाइलो भइरहेको छ। एकछिनसम्म हामी खेलेको हेर्नुहोस् ल। हामी चाहिँ एकछिनसम्म गेम खेलेर अनि अगाडि बढ्यौँ। अगाडि चाहिँ निकै राम्रो भ्यू थियो। नयाँ नयाँ संरचनाहरू चाहिँ इतिहासमा यस्तो भएको थियो भनेर सबै राख्नु भएको थियो। अनि मौसम नि त्यस्तै थियो कि डाँडा काँडा हरियाली यस्तो रमाइलो भएको थियो। हेर्नु न, हुस्सु लागेर हेर्नुहोस् न, यो सिन्धुलीगढी के इतिहासमा मात्रै सीमित नभएर यहाँको डाँडा पाखा हरियाली आकाश खुल्ला आकाश चिसोपन सबै जो कोहीलाई नि आकर्षित गर्छ। हेर्नु गार्डनहरू कति राम्रो, ल्यान्डस्केप डिजाइनिङहरू चाहिँ हाइडेन ज्यानी रहेछ यहाँ। अनि पुराना हाम्रा युद्धहरूले युज गरेको। अनि वाउ, हेर्नु न कति, जो कोही पनि गर्मी ठाउँमा आएर बसेर मेरो भ्लगहरू हेर्दै हुनुहुन्छ, यो हेरेर चाहिँ कुल फिल हुनु। यत्रो भ्लग हेरिसकेपछि हामीले चाहिँ सिन्धुलीगढीको हल्का इतिहास बुझौँ है त। यो चाहिँ 1824तिरको इतिहास हो, जब पृथ्वीनारायण शाह चाहिँ नेपालको एकीकरणको अभियानमा लागेका थिए। त्यतिखेर चाहिँ काठमाडौँका राजा जयप्रकाश मल्ल थिए। जयप्रकाश मल्लले चाहिँ गोर्खाली सेनाको दबाब थेग्न नसकेर ब्रिटिस इस्ट इन्डिया कम्पनीसँग एउटा सम्झौता गरेका थिए। त्यही सम्झौता बापत नेपालमा चाहिँ 2400वटा सैनिक चाहिँ काठमाडौँ भित्रिन लागेका थिए। सैनिकहरू काठमाडौँ भित्रिँदाखेरि चाहिँ बिचमा सिन्धुली थियो। अनि गोर्खाली सैनिकहरूले चाहिँ यहाँको भूगोल जङ्गलहरू युज गरेर चाहिँ ब्रिटिस आर्मीहरूले चाहिँ काठमाडौँ भित्रिनबाट रोक लगाएका थिए। पछि चाहिँ ब्रिटिसहरूले हार माने अनि काठमाडौँ भित्रिन पाएनन्। यो चाहिँ सबैभन्दा इम्पोर्टेन्ट पार्ट हो हाम्रो इतिहासकै, किनकि यदि गोर्खाली सैनिकहरूले यहाँ ब्रिटिस सेनालाई रोक्न नसकेको भए हाम्रो नेपालै नरहन नि सक्थ्यो। अनि त्यसैले हामी चाहिँ इतिहासलाई सम्झिँदै हाम्रो साथीहरू गफ गर्दै भ्यू हेर्दै आनन्दले बस्दै गरेका थियौँ। अनि त्यतिकैमा हुस्सु नि लागेको थियो, चिसो थियो, मरिनको त्यस्तो गर्मीबाट माथि पुगेका थियौँ। चिसो कुल हुँदै मस्त इन्जोय गरिरहेको थियौँ। हामी चाहिँ अझै एकछिन बसेर प्रकृतिको मजा लिन चाहेका थियौँ, तर हामीलाई चाहिँ जानु पर्यो। हामी चाहिँ निकै टाढा जानु थियो। अनि खाजा पनि खाएको थिएनौँ बिहानदेखि। अनि हामीलाई निकै जाडो पनि भइरहेको थियो। यस्तो हुस्सु चाहिँ लास्टैतिर थियो, टाउको पनि दुखेको थियो। अनि त्यसैमाथि पानी पर्न लागेको थियो। अनि त्यसपछि हामी भागी गयौँ हामी रिक्सातर्फ। अनि हामी सिन्धुली जान लाग्यौँ। बाई बाई। मेरो भ्लगहरू हेर्दै रहनु होला।